पुरञ्जन थापा। आजको यस श्रृङ्खलामा चाहिँ हामी बाइसाइकल अ स्लो डेथ फर द प्लानेट, मतलब साइकल पृथ्वीका लागि ढिलो मृत्यु भन्ने बारेमा चाहिँ एउटा सानो केही कुराहरू चाहिँ बुझ्छौँ। यो कुरा चाहिँ एकपटक एउटा साइन्टिस्टले एउटा अर्थशास्त्रीलाई चाहिँ केही भन्नुभएको साइकलको बारेमा। साइन्टिस्टले भन्नुहुन्छ कि साइकल चलाउने मान्छे अर्थतन्त्रको लागि ठुलो समस्या हो, किनभने उसले कर पनि तिर्दैन, कार किन्न बैङ्कबाट ऋण पनि लिँदैन, कारको बिमा गर्दैन, पेट्रोल वा डिजल किन्दैन, महँगो पार्किङ पनि प्रयोग गर्दैन, कार मर्मतमा पैसा खर्च गर्दैन, ठुलो सडक दुर्घटना पनि कम हुन्छ र उसलाई विशेष ठुलो राजमार्ग पनि बनाउनु पर्दैन र सबैभन्दा ठुलो कुरो त ऊ स्वास्थ्य पनि रहन्छ र स्वास्थ्य मानिसहरूलाई धेरै औषधि किन्नु पर्दैन र बारम्बार अस्पताल पनि जानु पर्दैन र बिरामी भएर जिडिपी उनीहरूले बढाउँदैनन्। र अर्कोतर्फ यदि एउटा नयाँ फास्ट फुडहरू खुल्यो भने करिब 30 जनाले चाहिँ रोजगारी मिल्छ। जस्तै 10 जना चाहिँ कार्डियोलोजिस्ट हैन, 10 जना चाहिँ डेन्टिस्ट, 10 जना चाहिँ डायबेटिक हेर्ने डाक्टर र फास्ट फुड बेच्ने कर्मचारीहरू पनि चाहिन्छ। त्यसैले ती साइन्टिस्टले भनेका थिए कि अब सोच्नुहोस्, साइकल रोज्ने कि फास्ट फुड। कहिलेकाहीँ अर्थतन्त्रका लागि नराम्रो देखिने कुरा नै हाम्रो स्वास्थ्य र पृथ्वीका लागि सबैभन्दा राम्रो कुरा हुन जान्छ। र यसमा अझै पनि एउटा रमाइलो कुरा चाहिँ के छ भने नि, हिँड्नु त झनै खतरनाक हो अर्थतन्त्रका लागि, किनभने उसले साइकल पनि किन्नु पर्दैन। त्यही भएर बी हेल्दी, डु एक्सर्साइज, डु बाइसाइकल or walk. Good night.